लामो के काट्नु त लामो भएर के त्यो त्यो लामो भयो काट्दै गर्ने पनि छैन कि यार काटेछ त्यसले बल गरेर रेटी काट्नु त भरे सरकार काट्छ यहाँ हतियारले बलर काट्नु त पोचाको बनाउनु पर्ने कि मान्छेले यो के हो हजुर यो हतियार के त्यसरी लाइन गर्नुपर्ने कि कुखुरा काट्नु त गाठीमा लगाएर हो कि होइन कोमल छ स्यामको है दुईटै फटा हुने दुईटै डाँगा दुईटै उठ्नु भुँडी लगाएको अहिले दुईटै डाँगा दुईटै भुँडी लगाएको भेट्छ पहिलेको फोटो के एक ग्राउन्डको मासु भन्नु भर्खर त 600 रुपैयाँ दियो रे धेरै त्यो हाल्दौँ यो 1 किलो मासु हो यो 1 किलो 2 किलोको बनाउँछ कलेज भित्र नि राख्ने किसिमले निकाल्छु भन्ने हामीले यो गाडी छोड्छ खुसी हो भोलि एकैचोटि फरक निकाल्नु सजिलो हुन्छ यसको चुच्चो भाग्न सके मागेन भन्नु के हो यार यसको सरको भाग्छ त यो त गुरी चाहिँ धुनु पनि उतो हाल्नु न उति हाल्नु त त्यो कलेज छुट्टै गर्ने निकालेको बुच्चडे सिस्टम यो धारा हो है यो है एउटै के रे पहिलाको हिसाब गरेर मजाले मिलाएर तीन धारा भयो नि पानी आयो आइसक्यो बोला उसको त्यता आयो त आउन हेर अब चोटी चुटी डाडा भयो है त गाडी पार्छ चुटेको मान्छे माथि यतापट्टि त्यो पनि हो यो ओल पनि छ एउटा त्यो हो एउटा यो सर खोल्दै मिलाएर खुट्टाले त होला नि यार कलेज फाल कलेज पान्दारा भयो यो बोसो फाल कति केजी छ 7 डाला 14 किलो किलो हाल यो सबै हाल 15 केजी किलो हाल 14 किलो 15 किलो सिधै भयो है 1 किलो त 15 किलो हाल नि हाल्छु के नाते त 16 किलो 16 किलो ल 16 किलो मास्टर म हड्डी हाल्छु त्यहाँ ल हानु पानी आइसक्यो त्यो मासु चाहिँ त्यो मासु पानी छ सबै भयो नि सबैलाई भयो नि 12 13 14 घरसँग 14 अनि 14 अंकलले आधा किलो अनि कोपीले आन्टीलाई 1 किलो 15 15.5 लाउने अरे भोलि सबुना हो कि थबुना हो 1 किलो गर्नु उसले त फोनले त अब आधा किलो के गर्ने ए आधा किलो पुग्दैन दाइले बिजे दाइले पुग्दैन भन्नु खुट्टा चौडै काटेर मैले
এটা কোপ हाँसिरुमा हाँसेले गदिलो जोडले पार्नु पर्ने हातेर मासु बोको त भएको त हो नि 16 किलोको 16 किलो 15-16 किलो त मासु बोकै हो त किलो भन्दा बढी भयो भने बल्ल भन्ने कुरा गरेर राखेको त 16 किलो त बाख्रा त हजुर 14 को अनिवार्य लगाएको चाहिँ यिनीहरूले निकै हुनु त बरु मासु दरकै तौली छैन हैन पानी त पानी खायो मासु कमी होइन बढी हुन्छ त्यही भन्छ यहाँ कमी छोड निकाल्नु पर्छ पहिले पनि जोर्कै छ नभए आधा किलो मासु यो पाउ निस्किन्छ अब कमी छोड निकाल्दा ठिकै होला बाँधेर खान्छ हो नि छैन खुट्टो सुट्टो भयो हालिदियो सबै अब खुट्टो सुट्टो हरा अब त मान्छे खुट्टा हाल्दै अन्त अघि नि नजोक्दै भन्नुपर्छ निकाले भयो अझै के भएर घरमा घटाए भयो मासु केही फरक यतिकै मासु गरेर हाल है यो राम्रोसँग गरेर छुट्याइदिए है यो पनि छुट्याइदिउँ म त कान लगाएर हलिएर एउटा बस्ने जस्तो ठाउँ छैन पिर्काहरू मुढा छ बाबु लिन अप्ठ्यारो भएको साह्रै ढाँड दुख्यो जाँडमा चाहिँ बुढो अब मोर लाग्यो बेलामा यार झन् बाख्रा कान लगाएर हिजो अस्तितिर काट्दै हुन्छ यो नभ्याएर आउँथेन म यहाँ मदन भाउ काट्न भन्ने बोलाएँ आइन उहाँ माइली दिदी काट्न बोलाएँ आइन विष्णुको बुढी काट्न बोलाएँ आइन म यहाँ झ्याउ आजल त म भ्याउँदै भ्याउन्न भ्याउन पनि त्यहाँ झ्याउ पनि लाग्छ अचल त छोरो त गयो नि तिमीले फेरि भन्यो र फेरि बढी राखिदिए पनि मिल्छ नि मिल्छ त त्यो त काटेको होइन त्यो राख्न मिल्छ कि त्यो त लैहाल्यो त्यो लैहाल्यो अरू यहाँ जति हुन्छ महाले लैहाल्यो कि यहाँ छ यहाँ ल्याऊ अरू देखिजाला अहिले यो लाम्टो मिल्दै मिलाउ गएर अझैसम्म भात नखाने होला कामको बिजीले गर्दा भिडियो बनाउँथ्यो क्या वासुको वासु काटेको भिडियो बनाउँथ्यो हतेर राम्रो छैन कि जबरजस्ती काटेको अरे मासु जबरजस्ती काटेको 16 किलो हो क्या बोका त ठिकै हो 16 किलो भयो मिल्ला चाहिँ ठुलो सानो भन्ने कुरा ठुलो पत्ता
पर्दैन ल हुँदैछ एकछिन बग्देर यसो जानुहुन्छ त्यहाँ ऋषिका सोटिकाले मासु दिन्छ त्यहाँ भन्नु है सटबुल बाबुलाई फोन नम्बर छ मोबाइल देखाइदिनु अब लानु के हुन्छ आउँछ न अहिले पुऱ्याइदिउँ ला के ए पुर्याउँछन् के भइसकेपछि अब दिएन राखिदिए आउँछन् अहिले तपाईँ लानु लैजानुहुन्छ ए भयो